लालन पालन र अब अहिलेको चाहिँ रिपोर्ट चाहिँ प्रहरीबाट आउने रिपोर्ट सचेतनमा आओस्। गयो सरकार गयो अब यो बच्चाको पठन पाठन सबै म गर्छु। यसको बच्चादेखिको 25-26 वर्षको तपाईले क्याल्कुलेसन हिसाब गरेर यसलाई मृत्यु दण्ड दिनुस्। तब मेरो आत्माले मेरो मनले शान्ति पाउँछ। मलाई बच्चा पढाउन केही आपत्ति छैन। मैले आमालाई 12 पढाएँ भनेपछि यो बच्चालाई पढाउन मलाई केही आपत्ति छैन। बिन्द त पछि म बुढा मगर छोरी हो, गाउँमा यहाँ बुढा मगर हो। म त त्यो क्याल्कुलेसन गरेर उसले मृत्यु दण्ड दियोस्। बच्चा पाल्ने मेरो जिम्मा भयो, मेरो क्षमता छ। त्यो छोरी नेपालगञ्जबाट सुरुवात होस्, यति कुरा म भन्न चाहन्छु। तपाईहरु सम्पूर्णलाई नमस्कार। जुन घटनाको सन्दर्भमा चाहिँ अनुसन्धानको विषयमा यहाँहरू चाहिँ ध्यान आकृष्ट गर्नलाई, खबरदारी गर्नलाई आउनु भएको छ। एउटा ज्ञापन पत्र सहित आदिवासी जनजाति महासङ्घको पदाधिकारीहरू सम्मिलित भएर आउनु भएको छ। त्यो ज्ञापन पत्र प्राप्त भएको छ। मैले केही कुराहरू माथि पदाधिकारीज्यूहरूसँग पनि भनेको छु कि यो जुन ढङ्गको घटना घटेको छ, यो घटनाले म आफै पनि मर्माहत छु। वास्तवमा यस्तो प्रकृतिको घटनाहरू किन भइरहेको छन् त्यो पाटो पनि छ। तर यो पर्टिकुलर घटनामा हामी कुनै कसर नराखिकन अनुसन्धानमा जुटेका छौँ। प्रहरीले अनुसन्धानको एउटा बाटो समातिसकेको छ। संदिग्धहरू नियन्त्रणमा लिएर अनुसन्धान जारी छ। यहाँहरू जानकार हुनुहुन्छ। सबै हिसाबले सबै स्रोत साधन र संयन्त्र प्रयोग गरेर यसका विभिन्न पाटोबाट अनुसन्धान गरेर निष्कर्षमा पुर्याउँछौँ। यो अनुसन्धानमा कुनै कसर बाँकी रहँदैन र यो अनुसन्धान पूर्णतया निष्पक्ष हुन्छ र दोषीलाई दण्डित गराउने, पीडितलाई न्याय दिलाउने कुरामा पूर्ण रूपमा प्रतिबद्धता व्यक्त गर्दछौँ। मैले यो घटनाको जानकारी प्राप्त हुने बित्तिकै चाहिँ प्रहरीलाई स्पष्ट निर्देशन दिएको छु प्रमुख जिल्ला अधिकारीको हिसाबले सबै संयन्त्र प्रयोग गरेर चाहिँ यो घटनाको अनुसन्धान गरेर चाँडोभन्दा चाँडो अनुसन्धानलाई निष्कर्षमा पुर्याउने। त्यसै गरी हिजो मात्रै गृह मन्त्रालयले पनि यसलाई चासोको रूपमा लिएर गृह मन्त्रालयबाट पनि स्पष्ट निर्देशन भएको छ र तपाईहरूले कुनै शङ्का नगर्नुहोस्, अनुसन्धानलाई सहयोग गर्नुहोस् र अनुसन्धानबाट एउटा चाहिँ निष्पक्ष अनुसन्धानबाट निष्कर्षबाट कानुनले अझैको मौजुदा कानुनले जे सम्मको दिएको छ त्यो कानुनको हदैसम्मको संलग्न संदिग्धहरूलाई यसमा चाहिँ कारबाही गराउने कुरामा कुनै कसर बाँकी रहँदैन। मैले यो कुरा तपाईहरुलाई निवेदन गर्न चाहन्छु र सँगसँगै जुन घटनाबाट मृत्यु भएको बहिनीको बच्चाको सानो नाबालिकाको कुरा छ, अब चाहिँ उनको संरक्षकमा रहेको नाबालिकाको सन्दर्भमा पनि हामीले के गर्न सक्छौँ चाहिँ उनको चाहिँ संरक्षकको उनलाई संरक्षण प्रदान गरेर उनको पठन पाठनलाई अगाडि बढाउने सन्दर्भमा पनि हामीले विकल्पको रूपमा छलफल चलाएका छौँ, सोच्दैछौँ। त्यसको पनि निष्कर्ष निस्केला। सबै ढङ्गले हामीले छलफल चलाएका छौँ। मैले यहाँहरूलाई त्यति नै जानकारी गराउन चाहन्छु। तब मेरो आत्माले मेरो मनले शान्ति पाउँछ। मलाई बच्चा पढाउन केही आपत्ति छैन। मैले आमालाई 12 पढाएँ भनेपछि यो बच्चालाई पढाउन मलाई केही आपत्ति छैन। बिन्द त पछि म बुढा मगर छोरी हो, गाउँमा यहाँ बुढा मगर हो। मेरो भाइ त्यो छोरीको बाउ पहिरो छ, एउटा कान सुन्दैन, हात अपाङ्ग छ। हामी यस्तो बनाउँदा यस्तो गर्यो नि, यस्तो गर्दिन नि त उसले। आज म यस्तो पीडितमा छु। सबै कुरा म बच्चा त म त त्यो क्याल्कुलेसन गरेर उसले मृत्यु दण्ड दियोस्। बच्चा पाल्ने मेरो जिम्मा भयो, मेरो क्षमता छ। त्यो छोरीले भोलिबेला त्यसलाई खुल्याम हिँडेको हेर्न पर्छ। त्यसलाई मेरो बाउ मारेको भनेर हिँडेछ भन्ने कानुनले त्यो छोरीले क्याल्कुलेसन गरोस्, क्याल्कुलेसन गरेर त्यसलाई मृत्यु दण्ड दियोस्। अब यो नेपालबाट प्रक्रिया पुरा होस्। नेपालबाट सबै दाजुभाइ दिदीहरू नेपालगञ्जबाट मेसेज जाओस्, देश विदेश यो मेसेज नेपालगञ्जबाट जाओस्, जिल्लामा जाओस् र यो कुनै पनि जात धर्मलाई नभनेर मैले सबैलाई आफ्नो भनेर सबैलाई मैले आफ्नो गुहारेर तपाईहरुलाई मैले 10 बिन्ती जोड्दैछु। सुदन सर मेरो बिन्ती सुनिदिनुस्, बालेन सर मेरो बिन्ती सुनिदिनुस्। त्यो 3 वर्षको बच्चालाई पालन पोषणको हिसाब गरेर त्यसलाई मृत्यु दण्ड नेपालगञ्जबाट यो विकास होस् र नेपालगञ्जबाट सुरुवात होस्। यति कुरा म भन्न चाहन्छु। पहिलो सुरुवात होस्। अब नेपाली दिदी बहिनी चेली बिटिनी छाती फुल्लाएर हिँड्ने मौका पाओस्। म त्यो भन्न पाउँछु। अब रिपोर्ट पोस्टमार्टमको रिपोर्ट आउँदासम्म हामीले